हेलो गाइस, इट्स मिस्टर एभा हैन। आज चाहिँ हामी जाँदैछु कासपुको ठाउँमा गाउँपालिका भित्रमा रहेको सबैभन्दा लामो पुल त्यसमा जाँदैछु हैन गाइस। हामी चाहिँ आज कतिजना भन्दा हाम्रो 3 हामी टोटल 5 जना छौँ। हामी चाहिँ यता 5 जना छौँ गाइस, देखिसक्नु हुनेछ। यता शेरबहादुर देउवा अहिले हामी यतै के भन्छ अरे माजु आइपुग्न आँट्यो। हामी सबैजना साथीहरू छ रमाइलो गर्ने भनेर आएको। तर हामी यतिखेर यहाँ आउँदाखेरि हामीले यहाँ धेरै दृश्यहरू देखियो। यता लोछार पनि मनाइरहेको रहेछ, भिडियो पनि देख्न सक्नुहुनेछ गाइस। तर हामी त्यता एउटा दाइले टिप्पर लिफ्ट दिनुभयो। फर्स्ट टाइम जाएको होइन गाइस, यो ठुलो ढङ्गर टिप्परमा हामी 5 जना फर्स्ट टाइम जानेको सबैजना। अब उहाँ दाइले गाइसहरू हामीले दाइले लिफ्ट चाहिँ दिनुभयो, तर बिच बाटो छोड्नु भयो किनकि उहाँहरू मुनि डाँब बाटो जाने रहेछ। हामी चाहिँ माथि के भन्छ अरे पर्ने अवस्था थियो, त्यही भएर हामीलाई माथि छोड्नु भयो, उहाँ जानुभयो गाइस। फेरि हिँड्नु बाट्ने अवस्था आयो है। त्यहाँकोमा आइपुग्यो जोक पुग्न आँटेको गाइस। हामी धेरै सेकेन्ड डाँडाहरू सबैजना पुग्ने अवस्था होइन। यतिसम्म भयो कि बाटो नचिने बिहार फाइनली बाटो नचिने पनि चिने पनि यता हामी पुलसम्म आइपुगेको छ होइन। पुल लामो हामीले पिउन लागि त एउटा कोक पनि लिएको छ। भाइ यार के हो भाइ यार यो को गाइस यसले हुन्छ हाम्रो यस्तो लामो पुल छ कि आम्बो त वर्षमा छ गाइस। हाम्रो केटा छ केटाको ए भाइ के हो हाम्रो कपाल काट्यो हेर्छ मैले नि गाइस हामी पुलमा प्रवेश गरियो। चलो आम्बो भाइ गाइस आधा घन्टा लाग्यो है मलाई चाहिँ होइन गाइस। यस्तो भएर आम्बो ल गाइस यतिखेर चाहिँ हामी यता कोकहरू पिउन आँटेको अवस्था। साथीहरूसँग चेस गर्ने रे होइन, सबैले उठायो। तर यहाँ एउटाको भाँडामा त अलिकति धेरै गयो भने हाँसो रहेछ भने यस्तो सबैजना कोक पिउँदैछ, आफ्नो तालमा छ। म चाहिँ भिडियो बनाउने मान्छे, म चाहिँ छैन यहाँतिर। यहाँनिर पुरा हाँसी गाइस। त्यतिखेर हामी मानेहरूकोमा छु होइन, भर्खर मुनिबाट घुमेर आएको पुल। हामी पुल घुमेर आएको गाइस। अब उता खा जानुपर्छ अरे डन सबैजना डन। तर म चाहिँ मिस्टर रेबा, यहाँ चाहिँ डन हो। हाम्रो त्यसरी दोस्तले कोही कोही मान्छे भेट्यो तर थाहा छैन त्यो चाहिँ मलाई होइन मलाई है। हाम्रो चाहिँ त्यस्तो खुसी भएछ कि ल सो फाइनल गाइस अब त हामी घरतिर पुग्न आँटेको अवस्था गाइस। आजलाई मेरो ब्लग यति नै रहेको छ। फेरि अर्को पढ्तिर भेटौँला है त गाइस। बाई बाई सबैलाई।